ओइ लाइटर ओइ यतै होला नि ओइ लाइटर ओइ जिन्दगीमा फर्स्ट टी काट्दैछु है म लाइफमा फर्स्ट टाइम यार छैन कहिले काट्ने भनेको यतातिर पनि सक्ने बल्छ बोल्छ कुलित त बरु अर्को थियो त नि यही थियो त नि अनि अर्को Happy birthday to you. Happy birthday to you. Birthday to you. Happy birthday to you. Happy birthday to you. Thank you so much all my friends and Dheeraj Karki. मैले हाल्नु पर्यो नि त मनाइरा त यहाँ यो छ्या यार ओ सातै गयो माका हावा तालमा पड्यो नि पड्किन चाहिँ पड्क्यो तर हावा तालमा पड्क्यो ह्यापी बर्थडे मेरो दोस्त थ्याङ्क यू भेरी मच ह्यापी बर्थडे दोस्ती धेरै धेरै धन्यवाद मेरो दोस्तीलाई सबैजनाले सम्झिनु भएकोमा यहाँ चाहिँ सम्झिरहेको छ हाम्रो धीरज र सन्दीप आएको छ मलाई दुईजनाले मलाई के दुईजना हुनु बोकेर ल्याउँछु म किन्ने चाहिँ म ठिक छ काटा किन्नु ल ल Happy birthday to you. 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 ल मेरो साथीलाई फर्स्ट बाइट हाफन्न Wow. ल तिमीलाई पनि ल सन्दीप बस्नु दलिदिनु खाँदैन अलिकति दलिदिनु पर्छ यार टिका लगाइदिनु पर्छ ओ टिका लगाइदियो केक अलिकति भिडियो गर्नु पर्ने नि अब भिडियोमा बनाइदिन्छु जसले ल ओइ नफाल्दैन भयो त भयो धेरै नदल्दै खानुपर्छ यार केक तेह्र बाबु महँगो भयो खाँदै गुड पैसा नै भन्थे यार ल त्यही भएर मलाई खुसी लाग्यो एकदम बबाल मैले अनएक्सपेक्टेड गर्दै हो नि त तिम्रो अब तिमीले दिँदैनौ थाहा म आफै खान्छु टिकेर यसरी दिइहाल्छु मैले नदिन्थ्यो कुरो भएन व्हाइट फरेस्ट भने कालो छ त भित्र त यार व्हाइट फरेस्ट हो र होइन या माथि मात्रै छ व्हाइट त अर्को व्हाइट फरेस्ट हाल्छ दोस्त भयो म भात खाएर रोटी भात खाएर पऱ्यो खोइ हाम्रो भान्जी लागेको थियो नखा यस्तो थियो राति त कसलाई उठाउनु जानु केक राति पढ्नु सक्दैन अर्को माल खाने भन्दा अर्कै माल निकाल्ने कमाल भयो आज बोल्न नि आएन ल अब साथीलाई के भन्दैौ नि त अब धेरै धेरै थ्याङ्क यू अलि राम्रोसँग पुछ न पुछेको पुछ्दै हुँदैन अब भन्नु देखिँदैन यस्तो माया गर्ने केटाहरू छ लाग्दा मलाई लागिरहेको थियो होइन अघि नै अब आएको छ दुईजना भन्ने जस्तो लागिरहेको थियो अब आउँदाखेरिसम्म नि अझै केही पनि लागेको थिएन एकछिन चाहिँ धुम्म भएको थियो केही छैन यताउति भन्ने जस्तो भइरहेको थियो लास्टमा आउँदाखेरि नसोचेको भयो कस्तो लाग्यो त तिमीलाई एकदम अनएक्सपेक्ट एकदम अल्कोहोलिक दोषहरूले पनि यस्तो खुवाउँदो रहेछ कहिले
ल गाइस ल हामीले चाहिँ हाम्रो गर्ल्स दोस्तको बर्थडे मनाइसक्यौँ होइन अब सिधो बर्थडे पार्टी यति नै हो मैले के सोचेको थिएँ भने मैले चाहिँ मेरो मोबाइलको साउन्ड अलिकतिले भइदिएर एउटा राम्रोसँग भ्लगै बनाएर राम्रोसँग हाल्ने विचार गरिरहेको थिएँ अब मोबाइलको क्यामेरा खासै कतिले भएन मेरो अनि त्यो भएर चाहिँ अब लास्टमा आएर गणेशकै मोबाइलबाट बनाएर राखिदिएको ठिक छ एकदम ठिक छ हामी भनेको मिलेर मिल्छ नि तर मैले लाइफमा अहिलेसम्म कसैलाई पनि यसरी उ गराएको थिएन क्या बर्थडे विस चाहिँ गराएको थिएँ मतलब 12 बजे सबैलाई गराएको थिएँ होइन तर यसरी अहिलेसम्म के अरे केक ल्याएर दिने यताउति चाहिँ मैले अहिलेसम्म कसैलाई पनि गराएको थिएन तर मैले आज मेरो गणेश दोस्तलाई गरिदिएँ उसले पनि फर्स्ट टाइम गर्यो र मेरो आज फर्स्ट टाइम पनि काटियो आज मेरो यो 27 वर्षमा लागि 27 वर्ष मैले फर्स्ट टाइम केक काटेँ त्यही पनि मैले गरेर यसले बर्थडे पार्टी दिनु पर्छ भनेर हामीले अहिलेसम्म बर्थडे भनेको पनि थिएन अस्ति नै मैले जबरजस्ती लाएर भनेको अहिले भन्यो त्यसपछि मैले आज हल्का सेलिब्रेट गरिदिएँ अब स्टार्ट भयो अब सेलिब्रेट हुन अब चाहिँ काट्नु पर्छ भयो अब चाहिँ काटिएको पर्छ नि अहिलेसम्म काट्ला नकाट्ला त्यो आफ्नो ठाउँमा छ अब भोलि बेलुका पनि के भन्नु आज भइसक्यो अब बेलुका पार्टी दिएन भने चाहिँ यसको ज्यान गयो हो कि होइन हो कि होइन अब यसले यति गर्दा पनि पार्टी दिएन भने यसको ज्यान बच्ला त बस्दैन अनि खोइ त यो त सिद्धि हो त आज अब त सक्यो बर्थडे सक्यो बर्थडे पनि सक्यो केक पनि धेरै भइरहेछ केक अब फर्स्ट एड अहिले एकछिन राख्छु मलाई तर एउटा मेन अलिकति मलाई नरमाइलो लागेको चिज भने चाहिँ त्यो पड्केन क्या त्यत्रो पैसा हालेर ल्याए लास्टमा पड्किँदैन क्या त्यो पड्काउनु नजाने अहिलेसम्म कसैले कसको बर्थडेमा पड्काए पो पड्किनु जाने पड्किन तर ठिक छ ल आजको मेरो गणेश दोस्तको बर्थडे रमाइलो भयो ल दोस्त ह्यापी बर्थडे टु यु आई एम ह्याप्पी सो मच मलाई के भन्नु मनबाट अहिलेसम्मको मेरो एकदम जिग्री दोस्त हो यो होइन अब पछि गएर लाइफमा पछि गएर यो कहाँ हुन्छ म कहाँ हुन्छ त्यो आफ्नो ठाउँमा छ दुःख सुख आफ्नो ठाउँमा छँदैछ अनि अब अहिलेसम्मलाई चाहिँ जतिन्जेल नेपालमा बसिन्छ जतिन्जेल सँगै भइरहन्छ त्यतिन्जेलको लागि चाहिँ मेरो प्योर दोस्त भनेको मेरो गणेश दोस्त हो तर जे जस्तो भए पनि पैसा मागे बेला चाहिँ यसले नै भन्दैन क्या मलाई त्यही खुसी लाग्छ हल्का अलिअलि थोड़ा ज्यादा तो नहीं दे सकता थोड़ा लिटल जो 4 लाख होइन अलिअलि आता है आजको बर्थडे यतिमै सीमित गराइदिउँ अनि साथी तिमीलाई खुसी लागेको छ कि छैन एकदम खुसी म अघि बोल्नै सकेन कस्तो भइरहेछ म त यार एकदम अहिलेसम्म मेरो बर्थडे नै मनाएन बर्थडे मनाएकै छैन कि कहिले कस्तो भइरहेछ मनाउने मैले अहिलेसम्म नमनाउने भनेको कस्तो भइरहेछ तिम्रो आज ल तिम्रो आजको फर्स्ट एक्सपिरियन्स हो नि त मेरो फर्स्ट अनि कस्तो लागिरहेछ त तिमीलाई मलाई एकदम कस्तो भित्रैबाट भोलिबाट एकदम माया एकदम देखाइदिएको म नि आभार छु केटाहरूकोबाट आभारी छु मैले तिमीलाई टाइम लस गर्न लगाएको कारण नै केक लुगाउनलाई हो ल दोस्तीको बर्थडे पनि मनाइयो फाइनल्ली गाइस ठिक छ फर्स्ट केक यहाँ छ दोस्तीको अब आजबाट 27 वर्ष लाग्यो भने तिमी लाग्यो 15 सालको 27 वर्ष लाग्यो 27 वर्षमा आज साथीको फर्स्ट बर्थडे यसरी मनाइयो मैले 40 गतेपछि रमाउला भनेको केटाहरूले अहिले नै एउटा त्यसपछि अब मैले गरेर मैले साथीलाई आज यसो बर्थडे सेलिब्रेसन गरिदिएको मैले चाहिँ 3 वर्ष भयो आफ्नो बर्थडे मनाउन थालेको नत्र अहिलेसम्म मैले मनाएको पनि थिइनँ अनि काठमाडौँ आउनु थालेपछि मैले मनाउन थालेँ अलिअलि अनि अब साथी पनि यसपालि मनाइदिएँ यसको मनाइदिएँ अब अर्को पालि त्यो अर्कोको छ अर्कोको पनि दुईजना मिलेर बनाइदिनु पर्छ अहिले चाहिँ त्योसँग खासै क्यास नहुने भएर म आफैले एक्लैले गरिदिएँ अब त्यसको गर्ने बेलामा चाहिँ दुईजना मिलेर गरिदिनु पर्छ त्यो अहिले बाहिर गएको छ त्यसलाई भन्नु हुँदैन फेरि एक्सपेक्ट गरेर बस्ला त्यो बेलामा नहोला गाह्रो पर्छ होइन त्यही भएर त्यो बेलासम्म भयो भने गरिदिउँला भएन भने ठिक छ अब जो हो क्या देखा जाएगा अहिले मेरो साथीलाई चाहिँ एकदम खुसी लाग्यो धेरै ब्लग्समा अब आउँछ यो युट्युब च्यानलमा सबैले हेर्दिनु होला सब्स्क्राइब गरिदिनु होला हैन खुसी चाहिँ लागेको छ हैन साथी एकदम खुसी लागेर एकदम म त यार त सजितालाई कस्तो लागिरहा मलाई एकदम खुसी लागिरहा म त बोल्नै सकेन खासमा आज यसलाई पनि पार्टिसिपेट गराउन लाउनु पर्ने हो यो मान्छेलाई जतिखेर नि 1 रुपैयाँ पनि छैन भने त्यसलाई कहाँबाट पार्टिसिपेट गराउन लाउने दिस इज अ भोका टाइप म्यान
ल गाइस आजको भ्लग चाहिँ यतिमै सकिन्छ होइन ल हाम्रो भ्लग पनि सिधाइदिउँ गणेश दोषको बर्थडे पनि आज फर्स्ट टाइम मनाइयो हामीलाई त रमाइलो लागिरहेछ अब गणेश दोषलाई कस्तो लागेको छ त्यो उसको मनको कुरा हो होइन मुखले जे भने पनि अब उसको मुखको के अरे मनको कुरा हो उसलाई के लागेको छ कस्तो लागेको छ त्यो आफ्नो ठाउँमा छ ल ठिक छ गाइज आजको भ्लग यति नै ल गुड नाइट